मेरो मम्मीको बर्थडे अनि हामी मम्मीलाई सरप्राइज दिइरहेछौँ। मम्मीलाई थाहा छैन अब आउनुहोस् खै फेरि के का छ फ्रिजमै छ अब कस्तो ह्याप्पी बर्थडे देवी केसी के हो वर्ल्ड कप लाग्यो क्या वर्ल्ड कपको जस्तो छ त कसले छान्यो यो केक के गरिस् ए नबिगान हेर ल सबै यता पारेर यसले यसको बिल हेर्नु गाइजहरू 18,000 कति छ यसमा आम्मा कति पर्छ है तैँले त्यही त झऱ्यो नि सरप्राइज फोन आएन कि किन भने पाउनु जम्न छैन ओकेमा लाइन पाउनु जरुरी काम न कर न एकछिन यहाँ फोन गरेर गोज गरेछन् आमाले जरुरी काम छ कि त्यो सबभन्दा जरुरी काम छ के गरेर हिँड्छ यो Thank you. Pura यस्तो कहिले ल्याउने केक नभन कहिले ल्याउने देउताले यस्तो गुटार्न लागेछ राम्रो सबै हेर यस्तो बनाइदिनु हुन्छ त सबै अनि आँखा भरिरहेको त भयो नि ले तपाईले ल म सल्लाहले मलाई पर्यो गड छ जस्तो लाग्यो मम्मीलाई बसाउन न मम्मीले बसाउ जाऊ केक काटे काट्नु न मलाई त लाज लाग्यो पछाडि गीत लान पछाडि गीत लान मैले पनि त्यही भएर गर्दैन नि ह्यापी बर्थडे सँगै बस सँगै यत्रो केक ल्याउनु दुईटाको चाहिँ गर्न त्यसो Happy birthday to you. पोर्चुगल जिते म त काटेर खाइहालेँ Happy birthday to you. अनि खोइ त सरप्राइज दिए कि छोरीलाई खुवाउँछु म छोरीलाई हैन बाबाले हो मैले चाहिँ खुवाउने तलाई तेरो थ्यांक यू त्यति थाहा छ बाबाले सबै लाज लाग्यो बाबाले सब्स्क्राइब गरेको सब्स्क्राइब भन्नु चाहिँ सरप्राइज थ्यांक यू ह्यापी बर्थडे ल ल अब ह्यापी बर्थडे ल छोरो ल
बाबालाई खानु पहिला ल बोला बोला आदि म ना खानिदिए ल छोरीलाई खाने ल सबलाई दिएकी छोरी थ्याङ्क यू छोरी ल थ्याङ्क यू सबैजना दिन्छु का हो बोला ले हामी घर लैजाऊ न घर लगेर खाऊ मलाई पनि हल्का राख्नुहोस् है कसरी खानु जति खाने यहाँ खाइ घर लानु पर्यो आमालाई दिनु पनि है रेखाको ठुलो मलाई कति ठुलो फर्स्ट टाइम 41 वर्ष लाग्यो वेलकम वाह टाइम टिका लाउनु नि हुँदैन नि किरा आयो लैजाऊ न त हुन्छ मैले अझ जान्छ है और तुरा के यता हेर त रितेश अलिक फुले ल्याउनु जस्तो लाग्यो त्यसरी खास भने केक धेरै खाने नै होइन सरना तल गरेर चाहिँ मलाई अलिकति केक हालिदिएछ त और को तेरो न तो पकड़ दे तो बस पास अब तर मिठो हुन्छ त खाने खाइ भात खानुपर्छ बोल खान्छु म हुन्छ न के हिँड्ने थम्नेल ए ल त त्यस्तो पो गरेर किन त म तेरे मात्र राख्नु तलको ताले खान्छु मैले लग्छु ल अब ओइ अब जुस खायो ल दुःख आयो भनेर अब सर जाना जी तो बता रहा भन् तर अब सिधै त्यतिको लागि बाई